नमस्ते एभ्रिवान। आज चाहिँ फाइनली मेरो पार्सल नेपालबाट आइसकेको छ। गृहमन्त्रीले सेन्ड गरिदिनु भएको छ है। के हो म तपाईँहरूलाई देखाउन गइरहेको छु। एउटा सानो मिनी ब्लग सबैले सेयर गरिदिनु होला। के आएको छ एक्साइटेड भइरहेको छु होइन। मैले मगाएको सामान आएको छ छैन हेरौँ है। सबको धारा ऱ्यापिङ त खतरै गरिदिएको छ है। सोचौँ हेर्छौँ गृहमन्त्री धेरै धर्म पढाउनु लाग्नुहुन्छ। मैले पनि लाग्नु धर्म पढाउनु लाग्छु होइन। सायद उहाँले भन्नुहुन्छ भगवान्को सामानहरू पठाउनु भएको जस्तो छ है। फाइनली यो के छ, यो चाहिँ अगरबत्ती है। यो चाहिँ दिएको छ हाम्रो एकदमै बास्नादार है। अनि यहाँ चाहिँ के छ ओ कफी रहेछ एउटा केसरी जस्तो छ। फाइनली यो पूजा घरमा त गर्नुपर्छ नि त। त्यही भएर यहाँ चाहिँ के छ एक्साइटेड के छ गाइस गेस गर्नु त। यहाँ के छ के छ के छ के छ के छ के छ के छ। ओ गणपति बप्पा अब यहाँ चाहिँ के छ भन्दाखेरि हेरौँ हेरौँ के छ गाइस। यो के हो भन्नु त के त यो के होला जस्तो लाग्छ। यो भाइ यो के भन्छ यसलाई कलश जस्तो त्यही कलश। त्यसलाई के भन्छ कलश जस्तो। यो पानी चलाउने जल चलाउने यो के हो मलाई नाम थाहा भएन है। अब यहाँ के छ को कुरा आउँदैछ। ओ माई गडनेस यो चाहिँ के हो दाइ। आरती गरेर ओके थ्याङ्क यू सो मच माई गृहमन्त्रीलाई धेरै धेरै। यहाँ के छ हेरौँ हेरौँ निकाल्नु के रहेछ। पनि पठाइदिनु भएछ है। पनि रहेछ। ओ माई गड त्यो चाहिँ मेरो घरमा पूजा गर्दै गरेको उहाँले पठाइदिनु भएको छ। थ्याङ्क यू सो मच फर के रहेछ है। शिवजी फ्यामिलीलाई पनि सिसा चाहिँ फुटेछ हजुर, यस्तो चाहिँ नराख्नु होला। ओ माई गड केही छैन। त्यसलाई सिसा फ्रेम गर्नु हुन्छ। यो चाहिँ हाम्रो पाथिभरा माताको यसभित्र चाहिँ के छ माला छ मलाई सायद लाग्छ। मलाई सधैँ राम्रो होस् भनेर पठाइदिनु भएको छ है। हेर्नुहोस् अबदेखि के हुन्छ। अब धेरै फलिफा होला है। उहाँको आशीर्वादले पशुपतिनाथबाट अहिले त उसबाट आएको यो के भन्छ ट्यापिङ खतरै गरिदिनु भएको छ। हेरौँ के हो के हो। अरू के छ। ओ टी सर्ट पनि रहेछ। कुन ब्रान्डको यो कतिले ब्रान्ड जस्तो छ है। अलिकति ठुलो जस्तो छ है। छैन एनिवे ठिक छ। ओ माई गड प्यान्ट पनि आएछ। प्यान्ट पनि आएछ। फाइनली र एउटा चाहिँ दुःखको कुरा उहाँले पठाइदिनु भएको थियो। मलाई भन्नु हुँदै थियो सायद फुट्छ होला भनेर है। यो चाहिँ भएछ केही छैन। यसलाई म फेरि बनाउँछु सिसा हालेर अर्को। यति नै रहेछ यस। अझै पनि छ जस्तो छ। त्यसो यो अझै अझै छ अझै छ अझै छ। ओ गणपति बाबा जय यति नै रहेछ गाइस। यस खुसी लाग्यो। सामान पठाइदिएकोमा धेरै धेरै धन्यवाद गृहमन्त्रीलाई। एकदमै बिग रिस्पेक्ट है। सो गाइस फाइनली मैले पार्सल चाहिँ रिसिभ गरिसकेको छु। एकदमै धेरै धेरै धन्यवाद। यस ल्याइदिनु भयो ल्याउने दाइलाई पनि एकदमै बिग रिस्पेक्ट। अनि यहाँ एउटा चिज देखाउनै बिर्सेछु अगरबत्ती पनि के अरे काडेको दुध पनि रहेछ है। ल धन्यवाद मेरो यो सानो मिनी ब्लग। अनि त्यस पछाडि मलाई एक्साइटेड भइरहेको थियो के आइरहेको छ सामान भनेर होइन। यो सामान आइपुग्यो फाइनली। धेरै धेरै धन्यवाद है। अबदेखि पाठ पूजामा लाग्नु पऱ्यो है। बुढेसकाल लिइसक्यो त त्यही भएर धर्म लाग्नु पऱ्यो अबदेखि है। ल सबैजनालाई एकदमै बिग लभ बिग रिस्पेक्ट।